अनि फेरि स्वागत छ अर्को नयाँ भिडियोमा। अहिले चाहिँ म आफ्नो सिटीमा आइसकेको छु केमीमा। हिजो आइपुगेको 6 बजेको टिकट थियो ट्रेनको, 7 बजे आइपुगिसकेको थिएँ। अनि अब त्यो लिडल जाँदा होइन सामानहरू लिँदाखेरि चाहिँ टाइम 1 घन्टा जति गयो। सो अरूको बसाइ चाहिँ 3 दिन भयो मेरो है। अनि खासमा म आज आउने थिएँ। आज चाहिँ फ्राइडे यता हाम्रो प्रेजेन्टेसन बनाउनु पर्ने छ ग्रुपको होइन, मल्टिकल्चरलको। सो त्यसको लागि प्रिपरेसन गर्नुपर्ने छ। हामी चाहिँ ग्रुपमा अब स्पेनको अफ्रिका भन्ने छ, अनि नाइजेरियाको चाहिँ बिसोल्ला भन्ने छ, अनि म 3 जना हामी छौँ। अरूहरूले चाहिँ बनाइसकेको छ है, आफ्नो परेको थियो। कसैले चाइनिज, कसैले रसिया होइन सामा, अनि हामीलाई चाहिँ चाइनिज। सो चाइनिज कल्चरको बारेमा चाहिँ हामीले प्रेजेन्टेसन बनाउनु पर्ने छ आज। त्यसको लागि नै गएर हो। आजको मौसम चाहिँ एकदम बवाल छ, घाम लागिरहेछ है, उज्यालो छ, खुल्ला आकाश छ। आजको दिन चाहिँ घुम्नको लागि एकदम बेस्ट डे छ। अब लेट्स सी हेरौँ कति समय लाग्छ त्यहाँ प्रेजेन्टेसन बनाउनलाई होइन, हामीलाई प्रिपेयर गर्नलाई। अरूभन्दा अब बेस्ट गर्ने कोसिस गर्नै परेको। सो अरू चाहिँ आइपुग्न लागिसक्यो 2 जना। म निस्किँदैछु यहाँबाट चाहिँ। म बसेको अपार्टमेन्टबाट चाहिँ त्यही 12 देखि 15 मिनट नै लाग्छ, धेरै समय चाहिँ लाग्दैन पुग्नलाई। त्यही छ। अनि आज फ्राइडे अब मिक्सेरीमा चाहिँ त्यही लगभग 6 बजीसम्म चाहिँ खुल्ला हुन्छ। अनि यता अब काम सकाएर चाहिँ घरमा आएर या टाइम भयो भने, छिटै भयो भने चाहिँ मिक्सरीतिर लाग्छौँ, गेमसेम खेल्छौँ होइन। अलरेडी तपाईँहरूले त्यो भिडियो हेर्नु भएको छैन मिक्सरीको भन्ने, मिक्सरी के हो भनेर, त्यसको भिडियो हेर्नु होला होइन, के हुन्छ भनेर। सो त्यही छ। अनि होपफुली आज चाहिँ कलेजको टुर पनि हानिदिन्छु, कलेजभित्रको त्यो जुन छ नि के छ भनेर, त्यसको छोटो टुर पनि तपाईँहरूलाई देखाउँला होइन, गाइड गरिदिउँला। किनभने अहिले कलेज चाहिँ हाम्रो बन्द हो क्या खासमा, तर एन्ट्री गर्न चाहिँ पाउँछौँ हामीले। बिहानको 6:30 बजेदेखि बेलुकाको 9 बजेभन्दा अगाडि चाहिँ एक्जिट भइसक्नुपर्छ। अनि त्यसको लागि चाहिँ कार्ड प्रोभाइड गरे हुन्छ, डिजिटल कार्ड मोबाइलमै, त्यहाँबाट चाहिँ एन्ट्री गर्न सक्छौँ। अनि पर पर्सनको पर एन्ट्री मात्र हुन्छ, अरू कसैलाई चाहिँ एन्ट्री गर्न दिन पाइँदैन। सो त्यो छ नियम चाहिँ। अनि अहिले गएर चाहिँ अब युनिभर्सिटीमा मेबी अरू पनि होलान् होइन, आफ्नो काम गरेर होलान्, तर अहिले चाहिँ हामी 3 जना त्यहाँ जान्छौँ। होपफुली कोही छैन भने चाहिँ आज ल्याप्ल्यान्ड युनिभर्सिटी अफ केमीको चाहिँ भित्रको के छ होइन, त्यो म तपाईँलाई देखाउँछु। कलेजबाट आएर खानासाना बनाएर खाएको थिएँ। आज चाहिँ खाना खाएको थिएन है। बिहान अब उठ्नु चाँडै उठेको थिएँ, 8:30 बजीतिर उठेको थिएँ। अनि उता नेपालबाट चाहिँ एकजना सालोले फोन गरेको थियो फिनल्यान्डको बारेमा बुझ्नलाई। सो उसलाई मैले डिटेल दिँदाखेरि नै उसँग कुरामै भुलिएँ होइन। अनि 11 बजे मिटिङ छँदै थियो प्रेजेन्टेसनको लागि होइन। त्यो निप्टाएर चाहिँ म डाइरेक्ट घरमा आएँ। अनि खानासाना बनाएर चाहिँ अहिले खाएर निस्किँदैछु। ज्याकेट पनि चेन्ज गरेको, किन भन्दा त्यसले पातलो थियो होइन आउटर, त्यसले चाहिँ अलिक चिसो लाग्ने भएको भएर अनि चेन्ज गरेको चाहिँ, किनभने चिसो लास्टै बढिसकेको छ अहिले। युनिभर्सिटीको भिडियो बनाउने भन्ने कुरो थियो है। खाली थियो, तर बनाउनु चाहिँ मलाई एकदमै डर लाग्यो क्या, अप्ठ्यारो लाग्यो। किन भन्दाखेरि चाहिँ नियम थाहा छैन नि त, मैले बनाउन थालेँ भने अनि पछि अब त्यो भिडियो पोस्ट भयो या त्यो बनाएको सिसी क्यामेरा छँदैछ होइन, त्यहाँबाट देखेर के इन्क्वायरी आयो भने त फेरि गाह्रो बनाउँला कि भन्ने हिसाबले चाहिँ मैले बनाइनँ। सो एकचोटि चाहिँ अब कोअर्डिनेटरलाई नै होइन, त्यहाँको हाम्रो सन्ना छ उसलाई चाहिँ सोधेर म त के अरे एउटा कन्सर्ट लिएर मात्र चाहिँ म बनाउँछु, त्यतिको चाहिँ बनाउँदिनँ होइन। त्यसको लागि के हतार छैन, कलेजको भित्र बाहिरको बनाउनलाई छुट्टै एउटा भिडियो बनाउनलाई। त्यसलाई यदि चाहिँ पर्मिसन पायो भने, त्यही भएर हो पर्मिसन लिनको लागि चाहिँ
वेट गरेँ मैले हतार गरिनँ फेरि आफै फस्यो भने सकेको नि होइन पढ्न आएको छ होइन एक केसेस लाग्नु थाल्यो यताउता भयो भने त फेरि गाह्रो हुन्छ नि त सो त्यसको लागि चाहिँ भिडियो बनाइन नेक्स्ट टाइम बनाउँछु म अनि अहिले चाहिँ अब गुडविल जाँदैछु आज किनभने आज चाहिँ त्यहाँ डिस्काउन्ट रहेछ है 50% डिस्काउन्ट प्लस स्टुडेन्टलाई चाहिँ स्टुडेन्ट कार्ड देखायो भने 20% मोर डिस्काउन्ट यानि कि 70% डिस्काउन्ट रहेछ हेरौँ के सामान पाउँछ पाउँदैन युज हुने खालको पायो भने चाहिँ अब बाई गरौँला होइन भने चाहिँ हेरेर पनि आउँला आफ्टर द्याट चाहिँ सबैजना चाहिँ मिक्सरी गइसकेको रहेछ अघि नै मलाई फोन गरेको थियो होइन उनीहरू चाहिँ गुडविल लगेर सामान त किनिसकेको रहेछ सो मिक्सरीमा छु भन्दै थियो सो त्यहाँबाट चाहिँ म मिक्सरीतिर लाग्छु अहिले अब 4 बज्न लागिसक्यो लाग्न त 6 बजीसम्म आज किनभने फ्राइडे हो सो 4 बजीसम्म 6 बजीसम्म चाहिँ त्यहाँ गेम खेलेर बस्न पाइन्छ ल अब चाहिँ गुडविलतिर लाग्दैछु 25 मिनट जति लाग्छ होला हिँडेर यहाँबाट पुग्नलाई अनि अर्को कुरा चाहिँ प्रेजेन्टेसनको चाहिँ राम्रै बनेको छ होइन त्यति धेरै नराम्रो पनि होइन त्यति धेरै राम्रो पनि होइन राम्रै बनेको छ अनि आफ्नो पार्टहरूको चाहिँ हामीले डिस्कस गरेर लेखेका छौँ होइन अनि अझै त्यसलाई थप्न मन लाग्यो भने चाहिँ घरमा अब हेरेर होइन अझै इन्फर्मेसन ग्यादर गरेर चाहिँ त्यसमा एड गर्न सक्छौँ अनि अलिकति काम भनेको त्यहाँ बाँकी रहेको चाहिँ पिक्चरहरू चाहिँ एड गर्न बाँकी छ कुन पिक्चर कस्तो लगाउने भनेर होइन अब मैले चाहिँ चाइनिजको त्यो के भन्छ अरे ड्रागनहरू होइन ल्याम्पहरू हुन्छ नि त्यो राखेको छु सो उनीहरूलाई चाहिँ त्यो पनि राम्रै लागेको छ किनभने अब आइडिया छ नि त एसियन कन्ट्रीको पऱ्यो नि हामी देखिरहेको होइन मेन अब उनीहरूको कल्चरको त ड्रागन र ल्याम्प नै हो होइन झल्किने भन्ने कुरो बाँकी त छँदैछ टेम्पलहरू त छँदैछ सो इच स्लाइडमा चाहिँ स्ट्याटिक्स होइन टेबल्सहरू अनि पिक्चरहरू एड गर्नुपर्ने छ क्वेसनमै त्यो भनेको छ प्लस अझ सकेसम्म त भिडियो पनि हामीले एड गर्नुपर्ने छ त्यसमा लेट्स सी के हुन्छ होइन भरेतिर चाहिँ अब फेरि एकलट हेरेर थप्नुपर्ने कुरा थपेर त्यसमा एड गरेर पिक्चरहरू पनि एड गरेर चाहिँ कम्प्लिट गर्नुपर्ने छ यसको चाहिँ प्रेजेन्टेसन 27 तारिकमा छ हाम्रो अनि 27 तारिकमा अर्को नि के छ भन्दाखेरि चाहिँ कल्चरलको चाहिँ पोस्टर कार्डहरू होइन अनि अब बोर्डहरूमा चाहिँ टाल्नुपर्ने छ डिफ्रेन्ट के पिक्चर बनाउनु पर्ने त्यस्तो छ सो जस कलेज लाइफ पनि ठिक छ होइन मेन भनेको अलिकति अब कामको कुरो हो बिस्तारै त त्यो पाइहालिन्छ हतार छैन होइन त्यसलाई त सर्च गरिन्छ हन्ट त गर्नै पऱ्यो होइन सो त्यही छ प्रेजेन्टेसनको लागि नि प्रिपेयर भइसकेका छौँ आफ्नो के बोल्ने भनेर स्लाइड पनि चुज गरिसकेका छौँ त्यसको पनि लेखिसकेका छौँ गुडविलबाट निस्किसकेको छु म 1 घन्टा लाग्यो त्यहाँ अब सामान हेर्नलाई होइन मैले खासमा त्यो ज्याकेट हेरेको थिएँ अनि त्यो ज्याकेट चाहिँ रहेनछ अब उडाइसकेको छ कसले होइन नभए चाहिँ सस्तो पर्थ्यो मलाई सो अब त्यतिखेर आउँदाखेरि चाहिँ डिस्काउन्टमा छ 70 तारिकमा त्यतिखेर आउँदा राम्रो हुन्छ भनेर भनेको भएर आएको थिएँ भेटिनँ तर घरको सामानको चाहिँ भेट्यो अर्को सामान चाहिँ लिएर आएको छु होइन 2टा कुसन लिएर आएको छु सोफाको लागि अनि के अरे माथिल्लो कार्पेट सानो ठिक्क खालको कार्पेट लिएर आएको छु अगाडि त्यो अब भनौँ न बेडको लागि अगाडि राख्नको लागि सोसेटको अगाडि राख्दा नि त्यो फरक चाहिँ पर्दैन त्यसको लागि ठुलो ल्याएको छु नयाँमा महँगो पर्छ आज अनि प्राइस पनि त्यसको खासमा गुडविलमा बस्थ्यो होइन अनि आज डिस्काउन्ट भएको भएर 5 बनाएको हो सो 4वटा आइटम जति लिएर आएको छु किनेर 26 युरोलाई 13 युरो पऱ्यो मलाई अरू बेला किनेको भए 26 तिर्नु पर्थ्यो सो यस्तो बेला मौकामा चाहिँ जग्गा उडाउनु पर्छ है घरको सामानहरू जो नै भए पनि होइन कपहरू गिलासहरू अलि त्यसमा त अब त्यो
सस्तै हुन्छ तर अझ यस्तो मौकामा चाहिँ आफूले विचार गरिराख्नुपर्छ अब फुर्सद हुने बेला यसो पसलतिर छिर्ने होइन त्यतातिर अनि के आइटमहरू छ छैन हेर्ने अनि यसो याद गरेर नि यो सामान छ भने चाहिँ यस्तो भयो चाहिँ लिउँला भनेर अदरवाइज अब पैसा छ भने त त्यतिखेर लिँदा नि फरक चाहिँ पर्दैन त्यो हो अर्को कुरा चाहिँ त्यो सोफा चाहिँ खासमा गिभवेमा मैले पाएको हो है यहाँ चाहिँ अब किन्ने होइन कि नयाँ अहिले काम नपाएसम्म आफूले होइन पर्मानेन्ट जब या आफ्नो राम्रो इन्कम नभएसम्म चाहिँ नयाँ नकिनेकै जाति है यहाँ डोनेसन भन्छ गिभवे भन्छ त्यसबाट लिँदा राम्रो हुन्छ त्यो फ्रीमा हुन्छ अनि फेसबुकको मार्केट प्लेसमा गएर हेर्दा पनि हुन्छ साइकल भयो होइन सोफा भयो बेड भयो म्याट्रेसहरू भयो जे सामान चाहे पनि फेसबुकको मार्केट प्लेसमा चाहिँ हुन्छ त्यसो भएर नजिकै छ भने ल्याउँदा फेरि हुन्छ होइन डेलिभरी आफूले लिएर आउने गाडीमा भने चाहिँ त्यसपछि चार्ज लाग्छ के कति लाग्छ थाहा छैन त्यो चाहिँ मैले नि गरेको छैन है अनि त्यो भएको भएर चाहिँ नयाँ चाहिँ नकिन्दै राम्रो पैसा छ भने त किन्दा आउँछ जसँग पैसा छ होइन अनि मैले चाहिँ त्यो खासमा सोफा चाहिँ ठ्याक्कै हाम्रो त्यो घरको अगाडिको साइडमा राखिदिएको थियो होइन अनि त्यहाँबाट चाहिँ मैले पाएको थिएँ एकजना दाइले चाहिँ सानो त्यो सोफाको साइडको हुने सानो खाट जस्तो चाहिँ लिएको थियो अनि मैले चाहिँ एकचोटि लिएँ त्यो राम्रो छ कन्डिसन त्यसको नराम्रो छैन है अब अलिअलि ड्यामेज त हुन्छ नि त्यो भएर फरक चाहिँ पर्दैन त्यो सबै कन्डिसन हेरिँदा नि हेरेर लिनु पऱ्यो आफूले नराम्रोसँग त किन लिने होइन च्याति साथैसँग धेरै तर नराम्रो छ भने चाहिँ नलिनु राम्रो छ भने चाहिँ लिएर राख्दा राम्रो केही फरक पर्दैन आफूलाई युज हुने हो नि त अनि कहिलेकाहीँ चाहिँ प्लेटहरू पनि राखेको हुन्छ है त्यस्तोमा एकजना बहिनीले चाहिँ प्लेट सेट नै पाएको थियो राम्रै थियो त्यसरी लिँदाखेरि के फरक पर्दैन उनीहरूले गिभवेमा चाहिँ राखेको हुन्छ होइन अनि आफूले अब अरू सामान चाहियो भने चाहिँ यस्तो गुडविल भयो सेकेन्ड ह्यान्डको भयो होइन त्योबाट लिँदाखेरि के फरक चाहिँ पर्दैन है त्यो त्यसको लागि चाहिँ अलिकति सेट गर्दैछु घरको लागि सामानहरू होइन अब कुसनहरू कार्पेटहरू त लिइसकेँ मेन अब मैले बेड हेरेर आएको खासमा बेड पनि थियो कति 40 युरोमा थियो बेड म्याट्रेस चाहिँ ठुलो होइन बट्टो अन्त दुईजना नट्ने भयो क्या खासमा त्यहाँ दुईजना नट्ने भयो त्यो भएको रहेछ अस्ति लिन मैले त्यो चाहिँ बिक्री भइसकेको रहेछ खासमा आज उठाउँछु भन्ने चाहिँ सोच बनाएको थिएँ मैले त्यो हेरेँ त्यो चाहिँ देखिनँ है नभए चाहिँ डेलिभरी चार्ज पऱ्यो पनि के फरक परेन त्यो चाहिँ उठाउनै पऱ्यो अब खाता अब कहाँबाट अब खोज्नु होइन पाउनु चाहिँ मैले औलु सिटीतिरको चाहिँ पाइरहेको थिएँ खाटोहरू पनि सोफा सेटहरू पनि राम्रो राम्रो सबै चिजहरू घरमा चाहिने चिजहरू तर अब उताबाट ल्याउन सकिन्न कि गाह्रो हुन्छ अब त केमीको हान्दाखेरि भेट्दैन भने है त्यो आजको नि मौकामा चकाउडा भन्ने सोचेको थिएँ भएन त्यो बेडमा चाहिँ खासमा एडजस्ट भएर दुईजना चाहिँ बुढाबुढी सुत्न चाहिँ मिल्थ्यो सिङ्गललाई अलिकति धेरै सिङ्गललाई धेरै नै भनौँ न ठाउँ हुने डबललाई चाहिँ अलिकति कम हुने खालको थियो कतिपय त्यो पनि हेरेको थिएन त्यतिखेर अब कुन चाहिँले उठाइदिइसकेको रहेछ ठिकै छ अब आइरहन्छ त्यस्तोमा गइरहने हो फुर्सदको बेलामा हेरिरहने चित्त बुझ्दो भने उठाइदिइहाल्नु त्यस्तोमा उठाउँदै राम्रो हुन्छ क्या आफूलाई चाहिरहेको नि हुन्छ होइन भने नभए अब मार्केट प्लेसतिर अब वेट गरेर आउँदा पनि हुन्छ फ्रीमा कसैले दिइरहेको छ कि भनेर अनि हामीलाई चाहिँ यहाँ मिक्सरी भन्ने यो अर्गनाइजेसनले अब कहिले हो अब गिभअवे दिने होइन नाम चिटिरहेको अस्ति नै आएर कसलाई चाहिएको छ भनेर यो आइटम चाहिएको छ भनेर चाहिँ भनेको छैन अब कहिले दिन्छ थाहा छैन बसिरहेको छु होइन वेटमा बनाउँछ कि भनेर लेट्स चाहिँ हेरौँ के हुन्छ सो अहिले चाहिँ अब यता लिडिलको अगाडि पढिसक्यो मिक्सरी चाहिँ यतातिर हो मिक्सरी चाहिँ यतातिर छ अब उता पारीतिर चाहिँ लाग्छौँ अनि अस्ति चाहिँ के भएको थियो भन्दा यो जुन गाडी गएर चाहिँ यताबाट हामी यो बाटोबाट आएको थियौँ त्यो छेउबाट आउने खासमा बाटो नै छैन क्या होइन भनौँ न फुटपाथ नै छैन यो जुन मैले हिँडिरहेको छु यो बाटो मेन यही फुटपाथ हो होइन उताबाट आए पनि दायाँबाट आए पनि बायाँबाट आए पनि अनि त्यहाँबाट आउँदाखेरि चाहिँ क्रस के गरेर पनि अलिकति नजिकको लागि भनेर गरेनौँ पछि चाहिँ हर्न बजाएर होइन अगाडि त पुरै टिटिट पारेर केटीहरूले त आमामा प्रायः जस्तो फेरि केटीले नै गाडी हाकेको हुन्छ है केटाहरू भन्दा नि सबै छोरी मान्छेले नि हाकिएर आउँछ टिटिट गऱ्यो होइन त्यो रङ बाटो हिँड्यो भनेर क्या यो
यो बाटोबाट हिँडिरहेको थिएँ यो बाटोबाट यस्तरी हिँडिरहेको थिएँ खासमा होइन त्यसमा फुटपाथ छैन अनि टिकट गऱ्यो थाहा भइसक्यो हामीलाई भनेकै भनेर अलिकति अगाडि गएँ त्यसपछि त एउटा केटीले त यसो हेरेर म ठ्याक्कै हेरेँ होइन त्यो पागल हो रे के गर्नु अब थाहा छ नि बाटो होइन भनेर अब अलिकति त्यसको लागि अनि के अरे क्रस गरेर निस्किनु भएन क्या अरे होइन पागल हो गरिदिरहेको नि दालाई भने त यस्तो भनेको छ अबदेखि यताबाट नजाउँ है होइन अरू बेला पनि अरू कुनै ठाउँमा पनि त्यस्तो चाहिँ नगरौँ है भनेर चाहिँ हामी निस्क्यो पागल हो भनिदिरहेको या बेचत हुन्छ नि त फेरि होइन यस्तो फल्ना त्यसको मान्छे यस्तो रहेछ यस्तो गऱ्यो भनेर नियम कानुन चाहिँ अलिकति हेभी नै हामीले चाहिँ फलोअप गर्नुपर्छ के गर्नु नेपाल जस्तो छैन हो नेपाल जस्तो छैन सो रेस्पेक्ट है सब चिजलाई चाहिँ गर्नुपर्छ मिक्सरी चाहिँ अगाडि हो आइसकेको छ यही हो अब यो क्रसिङबाट लाग्ने त्यो क्रसिङबाट लाग्ने अनि मिक्सरीतिर गर्दा नि अब यो बाटोबाट चाहिँ हिँड्नै भएन कि यसरी छेउ चाहिँ हिँड्नै भएन फुटपाथ नै छैन नि बाहिरबाट हेर्दाखेरि केही पनि छैन होइन जिब्रो लटपटिरहेको छ भने चिसोले क्या पुरै यस्तो चिसो भएको छ घाम लागिरहेको छैन कटकटली छैन कान टाउको हातहरू यो घाम लाग्यो भने अक्टोबर अब अन्तिम हुन खोजिसकेको छ लास्ट चिसो जिब्रो लटपटी छ मिक्सरीको चाहिँ यो छ गेट यस्तो मिक्सरी लेखिदिएको छ यो बिल्डिङ नै हो होइन यो सेल्टिमेन्टी तोइ होला भन्ने चाहिँ अर्गनाइजेसन हो यिनीहरूलाई हेर्ने मिक्सरीको छ ल्याप्टन केमीको यहाँभित्र लाग्छौँ अनि केटाहरू भिडियो खेलेर यहाँ राखेको छ अगाडि खेल्दैछन् होला हो गेम खेल्दैछ यहाँ अनि हल्लो के हो अनि धन्यवाद आमा पुल हान्नु रहेछ हो दामी ल केटाकेटीहरू यहाँ खेलेर त होइन भयङ्कर भएर रहेछ हो चकलेट बाँडिहाल्यो यहाँ त जित्दैछ चकलेट खाएको खायो कसले आपुन सही हो अनि ऊ प्रो भइसकेको रहेछ त आमा डनर त यहाँ हो नि त मेन त ऊ खेलाडी त हाम्रो प्रो लेभलको अस्ति झन्डै जितेको फाइनलमा त पुगिसकेको थियो तास खेल्ने त्यहाँ छन् अनि हो त्यहाँ ग्याम्बलिङ हुँदैछ यहाँ प्ले स्टेसन हुँदैछ योभन्दा अगाडिको मिक्सरीको भिडियो हेर्नु भएको छैन चाहिँ मिक्सरीको भिडियो हेर्नु मजाले होइन फुल भिडियो बनाइदिएको छु मैले ल्याप्टन केमीको होइन यहाँ ल्याप्टनमा आउने केमीमा आउनेहरूको लागि नर्सिङको लागि स्पेसल्ली रोबोनेमी र तोर्नेको लागि पनि आउँदा केही फरक पर्दैन रोबोनेमी चाहिँ अलिक टाढा पर्छ 1.5 घन्टा जति पर्छ त्यहाँबाट आउँदा चाहिँ केही फरक पर्दैन जो आउँदा नि हुन्छ यहाँ फ्री हो होइन मजाले गेम खेलेर बस्ने आनन्दले हो क्या केटाहरू अनि अब 1 घन्टा मात्र बाँकी छ यहाँ हो नि डनहरू त पेट यहाँ अनि मेरो टिकटक साथी हो टिकटक हेर्नु भएको छैन भने टिकटक हेर्नु है बवाल छ हार्यो हार्ने मान्छे उहाँ मैले जहिले त्यस्तै हो फेरि म चाहिँ लकले मात्रै जित्ने हो फिनल्यान्ड आएको लकले गेम पनि लकले ल लगाउनु ल तपाईँ म खेलौँ ल हानु लगाउनु त अब चाहिँ बद्रिसहरूको र मेरो गेम मैले पनि भर्खर खेलेको 2-3 लट छोयो भनौँ न ल तपाईँ र म खेलौँ त नि कुमाजी अब चाहिँ हामी दुईजनाको छिरेन यसलाई उचेसमा राख्नु पऱ्यो क्या लेख्नु न फल हुन्छ त्यो त है ल लिनु माझी
ए हान्दैन पहेँलो ड्याममै तर नहान्ने त्यो नहान्ने ए हान्दैन